यार साइलो बजार जानु पर्थ्यो है, टाढा छ कहिले जानु? च्याउ च्याउ के भन्छ? होइन यो ज्याकेट कस्तो मैल पर्छ मैले परेन? नि च्याउ नि भेटेन यसले भनेको बजार जानु फेरि तेरो यसरी च्याउ त मैले नि भेटेको छैन साइलाई। त्यही त छैन यसपालि पहिला जस्तो च्याउ उम्रेन ए साँच्ची मेरो त्यहाँ साइलेबा घर सानो काम थियो तँ जाँदै गर ल भरे भेटौँला नि म तेरै घरतिर गफर्न आउँछु हो है ल त ल ल पछि भेटौँ। ल ल जा जा झन्डै खुस्के पनि मुखबाट च्याउ बल्ल बल्ल भेटेको कहाँ पुग्यो गुवाछ गुवाछ एउटाले बल्ल बल्ल सरकार पठाएको अर्कोले उडाछ नि त च्याउ कस्तो स्पिड कुद्या त फेरि यो अब यसले देला त फकाइहेरौँ अलिक ठुलो भेट्या भए हुन्छ यति भए पनि म एटल पुग्छ हेरिका भतिजोले च्याउ उम्कार त ल्यायो कताको त बाहिरतिर छैन नफकाउँदा दिन्थ्यो कि अनुप ए अनुप होइन यो अङ्कल यतै आए त च्याउ माग्छन् होला अब होइन कहाँ गयो होइन कहाँ गयो यो घरमा छैन क्या ढोका त खुल्लै छ त होइन कहाँ छु भन्छ यो ए अनि कहाँ गएको थियौ खेल्न अनि मेरो भतिज एउटा कुरा सोध्छु नडाँटी भन् ल ए तिमीले च्याउ भेटाएको हो आज च्याउ भेटा होइन दिया छैन होइन होला भन न घाँटी भन दिया छैन ए खेल्न जाने केटो लास्टै बाटो छ छड्किएको नि अब कहाँ लुकाए कि कसैलाई बेचेर खाए कि झन् यसपालि ठुलो च्याउ खाने रहर पुरा हुँदै थियो पहिलोचोटि कहाँ चाहिँ खस्यो यार 20 रुपियाँ थियो 20 रुपियाँले 1000 रुपियाँ बनाउनु पर्यो भनेको यो साइलासँग हिँड्नु नभए